बच्चा बेला त ठिकै थियो, यत्रो ठुलो भएर पनि खाली खाने बेला डोरेमन डोरेमन, कहाँ के छ थाहा नै नहुने गरी ध्यानै त्यतै। अब त अति नै भयो भनेर डोरेमन यसो हटाइदिएको मात्र के थिए रिसले चुर भएर उठेर हिँड्दिरा। काग कान जमलासरी टुइ टुइ हिँडेको थियो, पछि आएर त मेरै स्कुटरमा बस्नु परिरा बिचरा। त्यही नि रिस त नाकमै छ, पाए त मान्छे मार्ला जस्तो लुक दिइरहेको थियो। अझ डोरेमन र डोरा केक हेरेर त खुसी हुने मान्छे झन् डोरा केक खानै पाउँदा के होला हालत भनेर मैले सिधै लगे आमा बेकरी। त्यहाँ पुगेर डोरा केक देख्न साथ खाम 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 भनेर उफ्रिन थालिहाल्यो। अनि डोरा केक आएपछि त मक्ख पर्दै हाँस्ने हिलो खाए झै खान थालिहाल्यो। अनि मिठो लागेछ क्यारे, आफू मात्र खाएको खाए माया त खाने हो भनेर नि सोधेन। एकछिन पछि म पनि छु भनेर याद आएछ क्यारे, सरी तिमीलाई त दिनै बिर्सेछु भनेर बल्ल मलाई दियो। अनि त मैले नि गम खाइदिए। यति मिठो डोरा केक खुवाएकोमा धन्यवाद भन्दै आउँदा ठस्स पर्दै आएको मान्छे जाँदा त नाच्दै। तपाईँहरूलाई पनि यस्तै मिठो डोरा केक खान मन छ भने प्लिज भिजिट आमा बेकरी। यहाँ चाहिँ डोरा केक सँगसँगै अरू पनि टन्नै बेकरी आइटमहरू पाउन सक्नुहुन्छ।